र यहाँनिर चाहिँ सेल्फी पोइन्ट सेल्फी यहाँनिर फोटो खिच्न सक्नुहुन्छ तपाईहरु यहाँनिर बेलुन सेलुन एकदमै लगाएर मजाले बनाएको छ र मेन आज हाम्रो किराती गेटै केटाले बनाएछ यहाँनिर तोङबा छ वाबुब छ है एकदमै मजाले बनाएको छ यहाँनिर देख्नुहुनेछ राईको मेन यहाँनिर ढोकोमा एकदमै मजाले पुरानो संस्कृतिलाई झल्काउँदै यहाँनिर मकैहरू पनि लगाएर है यहाँ देख्नुहुन्छ मेन तपाईहरुले धनुकारमा बनाइएको यहाँनिर सोलैवा यहाँ माथि देख्नुहुनेछ वाबुब भनिन्छ एकदमै मजाले बनाएछ झारानी सेवान्ने भनेर लेखिएको पनि छ एकदमै मजाले बनाएको छ र धनुकार साह्रै मजाले गेट सिम्पल तरिकामा एकदमै मजाको गेट पनि बनाएको छ है तपाईहरुले देख्न सक्नुहुनेछ यहाँनिर है सोलैवा भन्छ हाम्रो यो वाबुब राई भाषामा सोलैवा वाबुब भनिन्छ यसलाई एकदमै दिन पनि रमाइलो भइरहेको छ र आजको कुकहरु चाहिँ यता छ कटिङ सटिङ हुँदैछ र यो चाहिँ सलाद है कटिङ हुँदैछ प्याज छिल्छाल सेपहरु यता छ पानी उम्लिँदैछ भातको लागि र मिक्स भेज आजको है शुभ बिहामा मिक्स भेज पनि छ र मेन आज यहाँनिर वाचिप्पा र चिया है आज मेन राईको मेन हो राईको मेन डिस चाहिँ यो हो वाचिप्पा यहाँनिर चाहिँ च्वाचेको पनि अब अहिले हुन्छ यसको सेफ यता छ आज हल्का मिक्स भेज है दामी बास्ना पनि मजाको आइरहेछ मिठो खाउँ अहिले नि टिपी खाउँ जस्तो मन लाग्दैछ तर लप गर्नु अब बिहामा अलिकति अप्ठ्यारै लाग्छ अनि बिहामा त मागेर नि खानु के मरौ भन्न के अब पाइँदैन च्वाचे चाहिँ यहाँबाट लडिरहेको छ घुवा गर्दै अहिले त्यसको हुन्छ त्यसको अहिले पिरो खोर्सानी लगाएर चिल्ली बनाएर च्वाप यहाँनिर यो चाहिँ के हो यो चिकन हो चिकन आम्मा चिकन ग्रेभी आम्मा यसले त एक जाने पनि 3 थाल जस्तो त जान्छ है साथी हो यस्तै छ आजको बिहाको भात चाहिँ यहाँनिर काँचै लडिरहेछ एकछिनबाट तर रेडी भइहाल्छ जन्तीहरू आइपुगिसकेका छन् र माथि दस्तुरहरू पनि भइरहेका छन् र यहाँनिर आलाङ नै लेखेको रहेछ र राईकुराबाट धन्यवाद भनेको हो यहाँनिर सबै दस्तुरहरू भइसकेको छ यहाँनिर जन्तीहरू पनि आइपुगिसकेका छन् राईको दस्तुर गर्दै बेहुला बेहुली लोखन्डा लोकन्नी यस्तै छ आजको सक्नुहुन्छ राईनीहरू चाहिँ यहाँनिर सुँगुरमा भिज्यो है सुँगुरको मासुमा हेर्नुहोस् हाम्रो राईको चाहिँ हल्का